Hello guys, welcome to Mon Talk Podcast episode 11. Today we have a very special guest who is from Nepal, Mr. Yogesh Acharya. Hello Thank you sir. so much. Hello sir, welcome to our podcast. Thank you. So तपाईँलाई मेन आज बोलाउनुको कारण चाहिँ के छ भने युआर सो इन्सपायरिङ। जब तपाईँको पहिलोचोटि मैले भिडियो हालेको थिएँ तब यति म्यासेज आयो मलाई बेसिकली केटीहरूबाट होइन, इजी सिङ्गल होइन, अब म पूर्वको मान्छे म पश्चिमको मान्छे होइन। सो तपाईँको जर्नीको बारेमा सुन्न मन लागेको छ मलाई। मेन कुरा चाहिँ जर्नी त कस्तो हो भने अब पहिलेदेखि नै यो बिजनेस लाइफमा चाहिँ म घुसिरहेको मान्छे हो होइन। अब नेपालमा पनि अब जस्तो मोबाइल पसलहरूदेखि लिएर सबै गरेको पछि चाहिँ दुबईको मार्केटहरू अलिकति राम्रो देखेर त्यो कारणले चाहिँ म चाहिँ अब अलिक दुबई सिफ्ट भएको छु। हजुर अब दुबई आएर पनि धेरै नै दुःख पाइयो त्यो टाइममा त होइन। अब लगभग तपाईँको 4 to 5 मन्थ त अब म यति खाली नै बसेँ किनकि मार्केटहरू बुझ्न पऱ्यो। त्यसपछि चाहिँ अहिले चाहिँ त्यो राम्रै छ। सो केमा हुनुहुन्छ तपाईँ, यो कुन फिल्डमा हुनुहुन्छ अहिले चाहिँ अब ट्रेडिङ प्लस इमिग्रेसन। ओके, ट्रेडिङ फाइनेन्सियल मार्केटमा पनि हेर्नु भएको। एकदम। सो फाइनेन्सियल मार्केटको कुरा गर्दै गर्दाखेरि चाहिँ जति पनि मैले नेपालीहरू देखाएको छु यहाँनिर होइन, लाइक एज अ नेपाली युथ होइन, एकदम कम पोटेन्सियल छ क्या नेपालीमा त फाइनेन्सियल मार्केटमा होइन। अब हामीले क्लाइन्ट बनाउँदै जाँदाखेरि होइन, कुरा गर्दै जाँदाखेरि चाहिँ पार्टनर बनाउँदै जाँदाखेरि चाहिँ नेपालको उसमा कतिको पोटेन्सियल छ नेपालको मार्केटमा फाइनेन्सियल मार्केटको हिसाबले चाहिँ? कस्तो नेपालमा कस्तो छ भने नेपालतिर सेयर मार्केटको एकदमै छ होइन। तर चाहिँ जस्तो हाम्रो फरेक्स ट्रेडिङ भयो होइन, यिनीहरू ट्रेडिङहरू त अब नेपालमा त गर्न मिल्दैन। त्यो कारणले पनि नेपालीहरूले अलिकति त्यसमा चाहिँ यो मलाई चाहिँ के लाग्छ भने फाइनेन्सियल नलेजको पनि कमी भएको हो कि जस्तो पनि लाग्यो कि फाइनेन्सियल। एकदम अब हेर्नु न, त्यहीँनिर अब तपाईँको इन्डियाको मान्छेहरू आउँदाखेरि होइन, बाहिरको मान्छेहरू दुबई आउँदाखेरि उनीहरूको भनेको मेन टार्गेट हुन्छ कोअपरेटमा जब गर्ने। एकदम एज अ बिङ नेपाली उनीहरूको के हुन्छ टार्गेट? फर्स्टमा होटल वेटरको काम गर्छु भन्ने कि होइन। अब त्यो भएको कारणले चाहिँ मलाई सुरुको टार्गेटै त्यस्तै वेटरमा काम गर्छु या लेबर काम गर्छु भनेर आइसकेपछि त्यो मेन्टालिटीले त्यस्तै हुन्छ कि इट्स अल एबाउट मेन्टालिटी राइट। एकदम। सो अब नेपालबाटै हाम्रो हेर्नु न, अब जति पनि आउनुहुन्छ मान्छेहरू सबै अब लेबर क्याटेगोरीमै आउँछ होइन। या दुबई आएर केही गर्छु भनेर त सोच गरेर आउने भए बल्ल बनिन्छ। अब लेबर क्याटेगोरीमा काम गरिसकेपछि कहिले उँभो लाग्ने त होइन। अब शिक्षित मान्छे त शिक्षित मान्छेलाई त राम्रो काम पनि त गर्नु पऱ्यो नि, हो कि नहीं? अब तपाईँको लेबर क्याटेगोरीमा भनेको तपाईँको जस्तो तिनीहरूलाई लाइक अ प्लम्बर कोही इलेक्ट्रिसियन छ भने तिनीहरू त्यही फिल्डमा राम्रो हो। तर तिनीहरूसँग सिप छ होइन, स्किल छ, यो फाइनेन्सियल मार्केटको बारेमा स्किल छ भने तिनीहरू यहाँ आएर काम गर्न त मिल्यो। सो जो चाहिँ अब दुबईबाट नेपालबाट चाहिँ दुबई आउन चाहन्छ होइन, जो चाहिँ हाम्रो एजको छ होइन, उनीहरूलाई चाहिँ के सजेस्ट गर्नुहुन्छ कि तपाईँ लाइक केमा चाहिँ आउँदाखेरि कुन चाहिँ फिल्ड चाहिँ बेस्ट हुन्छ करियरको लागि? अब करियरको लागि मेन कुरा भनेको यही फाइनेन्सियल मार्केट, अर्को रियल इस्टेट भयो। ओके, यस्तोमा आएर पछि पहिला सुरु सिक्ने होइन, सिकिसकेपछि बल्ल बेसी स्किल इज मोस्ट इम्पोर्टेन्ट राइट। मेन या सो उनीहरूलाई चाहिँ फर्स्टमा चाहिँ स्किल। सो तपाईँले चाहिँ स्किलको कुरा गर्दै गर्दा तपाईँले चाहिँ फर्स्टमा चाहिँ कहाँबाट चाहिँ यो सेल्समा चाहिँ होइन, यो कोअपरेटमा चाहिँ कसरी जोइन गर्नुभयो त? यस्तो थियो मेरो त अब सेल्स भन्ने फिल्डमा त्यस्तो थिँदै थिएन होइन। के हुन्छ भने मान्छेको के हुन्छ भने मान्छेलाई केही पनि आउँदैन कि, आउँदैन हो कि हामी पनि सानो बच्चा जन्मिने बेलामा केही पनि आउँदैन नि त। पछि सबै सिक्दै 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 गएर भोग्दै गइसकेपछि सबै चिज आएको नि त। त्यस्तै गरी मान्छेहरूलाई केही पनि आउँदैन सुरुमा सिक्दै जाइयो। मैले पनि सिकेको हो, सिकेरै यो ठाउँमा छु अहिले होइन। सेल्स भन्ने चिज केही पनि थाहा थिएन। ओके, अब फोन गर्ने अरे अनि यो त्यो भन्ने हुन्छ नि त। अब सेल्स ल्याउनुलाई त मान्छेलाई त लोभ्याउनु पऱ्यो, जे गर्नु ट्रस्ट गेन गर्नु पऱ्यो नि त मेन त। त्यो गर्दै जाँदाखेरि मेन कुरा सिक्दै जाने हो कि। ओके, स्किल छ तर त्यो पनि सिक्नु पऱ्यो। ओके, सेल्स भनेको चाहिँ के हो त एक्ज्याक्टली? सेल्सलाई चाहिँ कसरी लिन्छ तपाईँ? सेल्स भनेको मेन कस्तो हो भने सेल्सले तपाईँलाई तपाईँको करियर एकदम ठुलो हाइटमा लिएर जान सक्छ कि। सेल्स एकदमै इम्पोर्टेन्ट कुरा हो। एउटा हेरेको थिएँ कि मैले, जब तपाईँ आफूलाई बेच्न सक्नुहुन्न तपाईँ केही पनि बेच्न सक्नुहुन्न भने। त्यो त सो फर्स्ट स्टेप अफ सेल्स इज सेल्स युर सेल्फ होइन। हामी इन्टरभ्यूमा जान्छौँ होइन, जहाँ पनि कुरा गर्छौँ बेचिनै रहन्छौँ कि एभ्रिथिङ्स हामी एभ्री टाइम हामी बेचिनै रहन्छौँ। सो नेपालको सन्दर्भमा हेर्दाखेरि होइन, एज अ आउटसाइडर होइन, अब हामी आउटसाइडर हो नि त नेपालको पोइन्ट अफ भ्यूबाट। सो नेपालको पोलिटिक्समा एकदम अनस्टेबिलिटी छ होइन। सो घरि लाइक डेमोक्रेसी आएको 15 इयर्स पनि राम्रोसँग भएको छैन होइन।
त्यो भइसके तापनि अहिले के आइरहेछ भने होइन युथलाई चाहिँ मेनिपुलेसन एकदम इजिली हुन्छ क्या नेपालको युथ चाहिँ आइक्यू पनि हेर्नु न वर्ल्डमा सबभन्दा कम छ होइन सो यो मेनिपुलेसन हुन नदिनको लागि चाहिँ हामीले मैले स्टार्ट गरेको भनेको भिडियो बनाउन हो होइन तर भिडियो बनाइरहँदाखेरि तपाईँ पनि इन्फ्लुएन्सिङमा गरिरहनु भएको छ होइन सो तपाईँको पोइन्ट अफ भ्यूमा चाहिँ नेपालको पोलिटिक्सलाई चाहिएको कुरा चाहिँ के हो एक्ज्याक्टली नेपालको पोलिटिक्सलाई त मेन कुरा भनेको बुद्धि चाहिएको ओके त्यो दिमाग छैन ओके त्यो दिमाग चाहिएको त्यति जस्तो हाम्रो बालेन्सा आउनुभयो ओके होइन सिधै एउटा गन्तव्य छ जो स्टेट पोइन्ट जस्तो डोनाल्ड ट्रम्पलाई भन्नुभयो होइन त्यही हिसाबले त्यो निडर हुन पऱ्यो कि एउटा बोल्ड डिसिजन गर्न सक्नु पऱ्यो लिडरको चाहिँ निडर हुनु पऱ्यो होइन त एकदम ओके प्रधानमन्त्रीले त्यति धेरै चेन्ज हुन्छन् भने नेपालको विकास कसरी हुन्छ या हुँदै अनस्टेबल गभर्मेन्ट ठिक छ सो स्टेबिलिटीको लागि चाहिँ यो अहिले फेरि राजसंस्था भन्ने पनि आइरहेछ होइन यो तपाईँको पोइन्टमा चाहिँ के छ यो राजा आउँदा चाहिँ डेभलप हुने हो कि यो हुन्छ नि एउटा पोइन्ट अफ भ्यू नै राजा आउँदाको डेभलप भन्दा पनि राजा आएर डेभलपै हुन्छ भन्ने पनि छैन कहाँ ग्यारेन्टी छ त उसको भिजन के हो त या त्यो भिजन देखाउनु पर्यो अहिलेसम्म देखाएको छैन देखाएको छैन कसैले पनि देखेको छैन देखाएको छैन जस्तै बालेन्सा आयो बालेन्सा आइसकेपछि काम भयो देखियो आउनुभन्दा अगाडि उसले भिजन देखायो यो भिजन भनेको थियो होइन अनि त्यसपछि अब राजा आउने भनेर आएर मात्र के अरे त ल्याउनु त ल्याउनु ओके राजा आउने राजा हुँदा पनि त के थियो त ओके त्यसपछिको पोइन्ट चाहिँ के हो त होइन त्यो त्यसपछिको के हो त ओके सो तपाईँ एगेन्स्टमा हुनुहुन्छ यो नै म एगेन्स्टमा केही पनि छैन म ओके होइन अब नेपालको राजनीति फिल्डमा चाहिँ के हो भने म पनि नेविसङ्घमा हिँडेको मान्छे ओके होइन नेविसङ्घमा हिँडेर मैले केही पनि पाएन होइन मान्छेहरूले कस्तो हो भने एउटा नेसनको लागि मैले काम गर्छु भनेर भन्दा पनि त्यो मान्छे हरेक मान्छे स्वार्थी हुन्छ नि नेपालमा भनेको एउटाले एउटाको खुट्टा तान्ने है तपाईँ अहिले माथि पुग्नुभयो तपाईँलाई तपाईँकै साथीले खुट्टा तानेको हुन्छ त्यो तपाईँलाई थाहा हुँदैन त्यो सिस्टम छ कि त्यहाँ चाहिँ त्यो सिस्टम हटाउनु मेरो सजेसन चाहिँ के छ भने मेरो पोइन्ट अफ भ्यू चाहिँ के छ भने होइन मेन डेभलप नहुनुको मेन रिजन चाहिँ पब्लिक रङ भएर हो क्या हाम्रो भिजन भनेको एउटा नर्मल फ्यामिलीको नेपालको एउटा नर्मल फ्यामिलीको भिजन नै तपाईँको एचएम पढ्ने होइन बाहिर जाने लाइक फ्रम बर्थ इज लाइक द्याट के नो वान थिङ्क अबाउट बिजनेस उनीहरूलाई कुनै इनोभेटिभ काम गर्नु नै छैन कि उनीहरूलाई कुनै इन्भेन्सन कुनै बिजनेसमा इन्ट्रेस्ट छैन कि अनि मेन प्रब्लम कहाँनिर छ भने अरूलाई ब्लेम गर्नको चाहिँ मेन प्रब्लम छ कि नेतालाई ब्लेम गर्नु होइन चाहिँ नेपालको सिनेरियोमा जस्तो मेरो लाइफमै भोगेको कुराहरू मैले भन्छु होइन जब तपाईँले राम्रो काम गर्नुहुन्छ तपाईँलाई कोही पनि बोल्दैन कोही बोल्नै सक्दैन तपाईँले पुरै यो जस्तै होल तपाईँको व्हाइट पार्ट छ नि यति ब्ल्याक स्पट भयो भने त्यो ब्ल्याक स्पट देखिन्छ नि होइन सेम लाइक नेगेटिभलाई फोकस गरेर 100मा 99% तपाईँको सही छ 1% गलत छ भने त्यो गलतले चाहिँ तपाईँलाई 99% खत्तम पारिदिन्छ कि अनि त्यो किन हुन्छ भन्दाखेरि यो दुबईको सिनेरीमा हुँदैन दुबईमा कसैलाई कसैको मतलब छैन होइन जो काम दिन पऱ्यो सकियो पऱ्यो तर चाहिँ नेपालको सिनेरीमा के छ भने मान्छेले कसरी उसको सपोर्ट गरिरहेछ भन्दा भन्दै पनि मान्छेहरूले त्यही मान्छेलाई चाहिँ ब्लेम गर्छ कि यही मान्छे गलत हो त्यही त हो यस्तो पनि हो कि अब एउटा कोठामा बसिरहेछ हामी होइन अब त्यो कोठा फोहोर भयो भने मेन रेस्पोन्सिबिलिटी कसको त त्यही कोठामा बस्ने मान्छेको होइन त अब सफा गर्ने रेस्पोन्सिबिलिटी पनि त्यही कोठामा बस्ने मान्छेको हो नि त सो बाहिरको जसले घर बनायो त्यसको त भएन नि त सो ब्लेम गर्ने कुरा एकदम गलत छ क्या नेपालको पोइन्ट अफ भ्यूमा चाहिँ यसले गरेन एभ्री टाइम हुन्छ नि अलिकति केही भयो यसले गरेन होइन देश चाहिँ डुबी नै सक्यो हामीसँग केही पनि छैन लाइक इट्स जस्ट मान्छेको माइन्डसेटै त्यही भइसक्यो कि दुबईमा के छ हेर्नु न बलुवाको यो ऊ हो कि हाम्रोमा एउटा यसरी बिउ निकालेर भुइँमा फाल्यो भने उम्रेर चाहिँ त्यसको चाहिँ त्यत्तिकै फ्याँक्यो भने उम्रिन्छ कि मानिलिउँ कोरोना जस्तै अर्को भाइरस आयो अरे होइन यहाँको मान्छे खाना नपाएर मर्छ कि नेपालमा मर्छ त मान्छे नेपालमा तपाईँको गाउँमा गएर बस्छ त केही छैन नि त होइन सो हामी वी आर द रिच वी हेभ द रिसोर्सेस वी हेभ द पिपल वी हेभ द एजुकेटेड पिपल एज वेल तर के छ भने जुन चाहिँ एजुकेटेड पिपल छ उनीहरू पनि मगाउँछ कि यो टपिकमा होइन मतलब छैन नि त जसलाई मतलब छ उनीहरूलाई तानेरै सकाइन्छ होइन मारेर सकाइन्छ सो राम्रो काम गर्ने मान्छे त नेपालमा बस्नै दिन्न कि त्यो कुरा ढुक्क भएर बस्ने कुरा चाहिँ बिजनेसै गर्छु भन्दा मान्छेले केही गर्न खोज्यो होइन गर्न खोज्यो त्यो सक्सेस हुन थाल्यो खुट्टा तान्ने मान्छे हुन्छ तपाईँको
100 years अगोको हिस्ट्री हेर्ने हो भने होइन चाइना जापान यिनीहरू हामीभन्दा तल थियो कि होइन हामीसँग रिसोर्सेस थियो त्यति बेला पेट्रोटिजम थियो देशको माया थियो होइन अब अहिलेको जेनेरेसनमा के छ भने छैन कि लाइक अहिले त मैले सोसियल मिडियामै हेर्छु 8मा 7मा पढ्ने केटाकेटीहरू कहाँ जाने यो भविष्य के हो भन्दाखेरि अस्ट्रेलिया अब अस्ट्रेलिया सुरुमा अस्ट्रेलिया त्यसपछि क्यानाडा अस्ट्रेलिया त नभइसकेपछि युरोप पनि नभइसकेपछि अनि दुबई कतार हो कि दुबई कतार चाहिँ लास्टमा यस्तो लेभल होइन तर चाहिँ मान्छेहरूले सोध्ने हो भने जस्तो अब नेपालमा त केही पनि रोजगार छैन होइन अब केही गर्छु केही बन्छु भनेर आउने हो भने दुबई द बेस्ट प्लेस है अस्ट्रेलिया अमेरिका क्यानाडा त्योभन्दा पनि दुबई फाइनेन्सियल मार्केटको लागि सबभन्दा बेस्ट प्लेस पैसा कमाउनको लागि सबभन्दा बेस्ट सो यहाँ मैले पनि धेरैजना भेटाएको छ होइन अब अमेरिका अस्ट्रेलियादेखि दुबईमा जब गर्नको लागि आउँछ होइन त्यही अब अमेरिका अस्ट्रेलियाबाट दुबईमा जब गर्न आउने र नेपालबाट दुबईमा जब गर्न आउने पैसा कमाउनकै लागि आएको नि त होइन अब उनीहरू चाहिँ किन धेरै कमाउँछ र हाम्रो नेपाली चाहिँ किन धेरै 1500 तपाईँको 1200 स्यालेरीमा आइरहेको छ कि त्यो त नर्मल एकदम तपाईँको यहाँनिर इन्टर्न गर्दाखेरि पनि कुनै एउटा कोअपरेटिभ अफिसमा इन्टर्न गर्दाखेरि पनि तपाईँको स्यालेरी 5000 भन्दा तल हुँदैन कि सो त्यही माइन्डसेटको कुरा त हो नि होइन इन अफ द डे माइन्डसेटको कुरा भयो कि सो यो कुरा चाहिँ द मेन रिजन आई वान्ट टु मेक भिडियो इज दिस कि चेन्ज यर माइन्डसेट आवर जेनेरेसन सुड चेन्ज आवर माइन्डसेट अन्टिल वी डिडन्ट चेन्ज आवर माइन्डसेट माइन्डसेट चेन्जै नगर्यो भने त त्यो व्यक्तिले कहिले प्रगति गर्नै सक्दैन म यो बन्छु भनेर भन्नु पऱ्यो कि एक्ज्याक्टली जस्तै म सेल्समा आउने बेलामा सुरुमा म नल थिएँ केही पनि थाहा थिएन अनि त्यसपछि सेल्सको त प्रेसर हुन्छ नि त यो गर्नै पर्छ तैँले अर्को महिना गर्नै पर्छ रिजल्ट चाहियो अब रिजल्ट फर्स्ट मन्थमा त म गर्नै सकेन होइन फर्स्ट मन्थ भन्दा पनि हाफ मन्थ त्यसपछि अर्को मन्थ आयो मेरो भिजा एक्सपायर हुनु लाग्थ्यो अनि त्यसपछि कम्पनीकोले मलाई के भन्यो भने ल ठिक छ तैँले 100% तेरो टार्गेट पुरा गर मैले चाहिँ तँलाई भिजा लगाइदिन्छु भने है अनि त्यसपछि मैले के गरेँ भने ल ठिक छ भने मैले चाहिँ तपाईँको 200% गरिदिन्छु मलाई 10 दिनभित्र मेरो इमिडिएट साइड चाहिन्छ भन्यो मैले है त्यो महिना मैले सिर्फ 7 दिनभित्र 280% गरिदिएँ किन गरेँ भने त्यो माइन्डसेट चाहिँ होइन त्यो दिन मैले 94 वटा कल गरेको कि एकै दिनमा तपाईँ सोच्नुहुन्छ एकजनासँग 10 मिनट बोल्नुपर्छ होइन यो या पैसा कमाउने पनि एउटा हुन्छ क्या भन्छ होइन मान्छेले पैसा कमाउनलाई हार्डवर्क स्मार्ट वर्क भन्छ होइन तर हार्डवर्क इज नेसेसरी जस्तो लाग्छ मलाई होइन तपाईँको एउटा थ्योरी छ कि अहिले जति पनि प्रोपर्टी छ होइन संसारमा भएको जति पनि प्रोपर्टी छ त्यो सबैलाई बाँड्दिउँ अरे होइन बराबरी बाँड्दिउँ अरे 50 वर्षपछि गएर हेर्दाखेरि होइन जो 5 वर्षसम्म सुरुमा धनी थियो नि उनीहरू फेरि धनी हुन्छ अरे कि त्यो माइन्डसेटको कारणले हो नि त सो के गर्छ त भन्दाखेरि हामीसँग पैसा आएन भने के गर्छौँ लग्जरीमा क्या नेपालमै तपाईँले पैसा बढाउँदा के हुन्छ त प्लान हुन्छ घर बनाउने होइन सुन जोड्ने अब एउटा तरिकाको यस्तो मान्छेहरू हुन्छ होइन जुन चाहिँ तपाईँको 1 रुपियाँ जम्मा गरेर पैसा सेभिङ गरेर इन्भेस्ट गर्छ क्या स्टकमा इन्भेस्ट गर्छ होइन क्रिप्टोजमा इन्भेस्ट गर्छ होइन त्यसरी इन्भेस्ट गरेर चाहिँ ऊ धनी हुन्छ सो उसलाई चाहिँ धनी भएको चाहिँ उसले उ गरेर होइन नि त कसैलाई उ गरेर लुटेर मेहनत गरेर धनी भएको नि त एकदम सो एट द इन्ड अफ द डे मेहनत इज इम्पोर्टेन्ट राइट एकदम अब त्यो यस्तो हुन्छ कि मेहनत गर्ने मान्छे सक्सेस हुन्छ नि 100% होइन तर मान्छेहरूको नेपालको सिनेरियोमा के छ भने सो अफ छ कि बढी होइन अलिकति पैसा भइदियो सक्यो कहाँ क्लब जाम या कहाँ घुम्न जाम टुर जाम यही नै हुन्छ सबैको सिनेरियो नै त्यही होइन त्यो कारणले पनि विकास नभएको एज दुबईमा पनि हेर्नु सबभन्दा बढी एल्कोहल कन्ज्युम गर्ने को त भन्दाखेरि नेपाली कि हाइएस्ट नम्बरमा छ कि नेपाली हाम्रो हेर्नु हजुर देखिसक्नु पर्छ 2500 जना डिपोर्ट भएको भयो है डिपोर्टै भएको नि त निकालिदियो नि त युएबाट तपाईँ शुक्रबार निस्किनु होइन त्यो बर्दोबेको एरियामा बाहिर निस्केर हेर्नु होइन त्यो बाटोमा बसेर रक्सी हाल्ने चाहिँ नेपाली नै हो क्या एकदम त्यो कसैले हिम्मतै गर्दैन क्या बाहिर निस्केर रक्सी त्यो त हिम्मत भनेको एउटा नेपालीकोमा मात्र हुन्छ रक्सी हाल्नु अरूसँग त हुन्न त्यति साह्रो अरू त डराउँछ नेपाली भनेको कोहीसँग पनि नडराउने त्यो सिस्टम छ क्या हाम्रो त्यो यही सिस्टमले गर्दा चाहिँ यो बिग्रेको छ हावाको एटिट्युड के हावाको घमण्ड छ कि होइन के छ क्या एउटा 1200 स्यालेरी छ एउटाको होइन यहाँनिर दुबईमा मान्छेहरू 40,000 50,000 दिरहमसम्म स्यालेरी छ कि मजाले छ थाहा हुन्छ त होइन त्यो उनीहरू जुन के भन्छ त्यसलाई खाली भेसल्स इम्टी भेसल्स साउन्ड मोर भने जस्तै हो कि जुन कुरा खाली हुन्छ त्यसबाट साउन्ड आउँछ अरे कि खाली भाँडाबाट एकदम भरेको भाँडाबाट चाहिँ साउन्ड आउँदैन जस्तो अनि त्यो उसले
जस्तै नेपाली मान्छेहरू जति पनि यहाँ कमाउन आउनुभएको छ 1200, 1100, 1000 त्यो स्यालेरीमा आउनुभएको छ होइन। उहाँहरूले त मेहनत गरेर पछि बढ्दै जाने हो नि त। त्यो रक्सी खाएर मात्र सल्युसन त हुँदैन नि त। अब विकेन्ड आयो, विकेन्ड खाएपछि सिधै त ढल्ने तरिकाले जिन्दगीको मकसदै छैन क्या। त्यो जति म आफू मिलिनियर बन्छु भने पनि त्यसले रोक्दिन्छ। रोक्थ्यो क्या। डिसिप्लिन इज मेन थिङहरू हो नि त। मेन कुरा डिसिप्लिन हुनु पर्यो। डिसिप्लिन छैन भने त छैन। हाम्रो कल्चरमा पनि के भनेको भने भोग दिनुपर्छ भनेको छ कि। भोग दिनु भनेको चाहिँ चढाउनु भनेको हो नि त होइन। कुनै कुरालाई चाहिँ एउटा कुरा नत्याइकन अर्को कुरा चाहिँ अगाडि लानै सक्दैन कि। तपाईँको पैसा खर्च भइरहेछ रक्सीमा, त कसरी चाहिँ तपाईँ सेभ गर्नुहुन्छ त? त फेरि रक्सी भनेको त फेरि नहुने चिज होइन नि त। यस्तो रक्सी खान गलत होइन कि। रक्सी खान गलत भन्दिनँ मैले कहिले पनि। रक्सी खानुहोस्, तर चाहिँ खाना पनि टाइमिङ हुन्छ कि होइन। टाइमिङमा खाने त्यो छुट्टै कुरा भयो। कमाएर खाने टाइम आउँछ, त्यो टाइम आइसकेपछि खाना समस्या भएन। उसले कमाएको उसले खाओस्, त्यो समस्या भयो। रक्सीले कस्तो हो भने हामीले रक्सीलाई खाने हो होइन, रक्सीले हामीलाई खाने हो कि। यहाँको सिनेरीमा के छ भने रक्सीले हामीलाई खान्छ कि। अस्ति भर्खर हाम्रो डिआइपीमा मेरो मामाको छोरा बस्नुहुन्छ त्यहाँ चाहिँ अब दाइकोमा म गएँ। दसैँको टाइम थियो क्या सायद। त्यति बेला चाहिँ एकजना व्यक्तिले रातभरि रक्सी खानुपर्छ होइन। अब भोलि बिहान ड्युटी जान चाहिँ ड्युटी पनि नगइकन त्यो अफ्रिकनहरूले बेच्ने रहेछन् बाहिर इलिगल्ली। दसैँ लाएछ। दसैँ लाएर अनि त्यसपछि ठाडो घाम। अझ तपाईँ सोच्नु अब त्यति बेलाको घाम कस्तो चर्को घाम हुन्छ होइन। उसले दिउँसो त्यही बाहिरै बसेर रक्सी खाएछ। ठाउँको ठाउँ अन द स्पोट डेथ ढलेछ कि त्यही। अब किन ढल्यो भने अब रक्सीले पुरै भ्याइसकेछ त उसलाई। उसैमाथि घाम यहाँको त्यस्तै छ। अब घामले त झन् यो डिहाइड्रेट हुन्छ नि त शरीर त, अनि खतम भइहाल्यो मान्छे हो त्यो। अब उसको बितिसकेपछि नेपाली बितिसकेपछि या दुबईमा जोसुकै बिते पार पनि यहाँ भनेको कुकुर मराए जस्तो। यहाँ कसैले मतलबै गर्दैन। जस्तो अब कसैलाई तपाईँलाई के भर्खर केही भयो होइन, मैले तपाईँलाई छुनै मिल्दैन। यहाँको सिस्टमै त्यस्तो छ। अब नेपालमा पो एकैचोटि एक्सिडेन्ट भयो भने भिडियो बनाउने ठिक्क हुन्छ, सिधै कता हटाट मेरो देखेन मान्छे मर्न लागिसकेछ। कसैले गाडी रोक्दैन होइन। तर चाहिँ यहाँको यहाँको त एकदमै राम्रो। यहाँको चाहिँ जोस मान्छेलाई नछुने तर एम्बुलेन्स आइहाल्छ तुरुन्तै, पुलिसहरू आउँछ। लाइक छुँदाखेरि पनि तपाईँको यस्तो हुन्छ नि त। अब बोन तपाईँको टुटेको छ भने कसैको त्यो छुनु हुँदैन कि। तपाईँलाई थाहा छ त्यो कोही खुट्टामा हाल्छेर पनि मान्छे मर्छ नि एकदम। त्यो किन भन्दाखेरि पेनले अरे कि। अब त्यो जति हल्लियो त्यति पेन भयो नि त। अन्त पेन सहन नसकेर बेस हुन्छ अनि डेथ हुने रहेछ इन्टरनल ब्लिडिङ भएर। त्यो नछुनुको कारण पनि राम्रो छ कि। अनि मेरो आफ्नै तपाईँको 10 क्लासमा पढ्दाखेरि मैले भन्छु तपाईँलाई, मेरो आफ्नै एक्सिडेन्ट भएको होइन। म साइकलमा थिएँ, स्कुटीले हानिदियो मलाई। लगभग 100 को स्पिड थियो। हान्ने मान्छे फेरि भाइ हो, चिनेकै भाइ। अनि मलाई हानिदियो। हानिसकेपछि अब मलाई फेरि ह्याम गरेको भनेको आफ्नै साइकल लियो। फेरि साइकलको तपाईँको ब्रेक हुन्छ नि, ब्रेक यहाँभित्र घुसेको थियो मेरो है, यहाँभित्र। अनि धन्नै भित्र चाहिँ टाउकोमा खुन नजन्मेको रहेछ। त्यसपछि अब मलाई होस भएन, थाहा छैन। अनि मलाई सिधै अब हस्पिटलमा लिएर गइसकेपछि यसो अलिकति होस आएको थियो। त्यसपछि म बेहोस भएछु होइन। त्यति बेला के थियो भने यदि 24 घन्टाभित्र मलाई काठमाडौँ न्युरोसर्जन हाम्रो उपेन्द्र देवकोटाकै अहिले भित्र जानुभयो नि होइन, उहाँसँग मैले नभेटेको भए पर 24 घन्टाभित्र म यहाँ हुन्थेन। त्यति बेला त्यस्तो टाइपको सिनेरीबाट आएँ म अहिले होइन। किनकि मान्छे नेपालमा फेसिलिटी पनि छ नभएको होइन। डक्टरहरू पनि एकदम राम्रो हुन्छ, पुलिस प्रशासन सबभन्दा राम्रो होइन। नेपालको तपाईँले हिस्टोरी हेर्नु होइन एकदमै राम्रो छ। तर चाहिँ मेन कुरा भनेको मान्छेको माइन्डसेट कस्तो भने पैसा जता छ त्यतै जाने होइन। होइन लोजिकको पछाडि नजाने कि। अब मैले गएर राजतन्त्र ठिक भन्दा मेरो पछि मान्छे भने मैले गएर मैले एउटा फ्याक्ट भनिदिन्छु। कस्तो भने एउटा मान्छेले जस्तै 50 जना क्राउड छ, 50 जना 60 जना क्राउड निस्किए, अरू कोही पनि छैन कि क्राउड है, कोही पनि छैन। एउटा इक्जाम्पल, त्यो मान्छेले केपी ओली सबभन्दा राम्रो भनेर नारा लाग्यो भने सबैले केपी ओली राम्रो हुन्छ। हिजो अस्ति केपी ओली आई लभ यु भनेर दुई तिहाई नै एकैचोटि अनि राष्ट्र फर्काउने भन्नुभयो नि, ज्ञाने चोट देश छोड भन्ने त हामी सानसानोमा त यस्तो
त्यही अब त्यो धेरै टाइम अगाडिको कुरा होइन नि त ज्ञानेश्वर देशोर भन्नु मलाई समय याद छ क्या त्यो किन थाहा नहुने पुरा भाइरल थियो त्यो त होइन त्यो पनि इन्टरनेटको समयमा इन्टरनेट थिएन नि त्यति बेला त कहाँ थियो त्यो त्यति बेला युट्युब केही पनि थिएन तपाईँको मैले त्यो टिभीमा देखेको क्या त्यो मान्छेहरूले आन्दोलन गरेको होइन त्यो अझैसम्म याद छ कि हिजो अस्तिको कुरा हो नि त त्यो त होइन अब त्यही मूर्ति चोरो यो चोरो भन्दै पुरै भयो भनेको त्यही मान्छे हो क्या फेरि त्यो चेन्ज हुँदैछ त मान्छे भन्नु त त्यही मान्छेहरू अहिले हेर्नु न लाइक कति छिटो मेनिपुलेट हुने कि मान्छेहरू फेरि राजाको मेन सिद्धान्त चाहिँ के कहाँबाट सुरु भएको भन्दाखेरि मैले रिसर्च गरे अनुसार चाहिँ इन्डियाले एउटा प्रोजेक्ट बनाएको छ अखण्ड भारत भनेर होइन अखण्ड भारतको प्रोजेक्टमा चाहिँ इन्क्लुडेड छ नेपाल इन्क्लुडेड छ होइन तपाईँको भुटान इन्क्लुडेड छ तपाईँको बङ्गलादेशको कति पार्ट इन्क्लुडेड छ पाकिस्तानको कति पार्ट इन्क्लुडेड छ उनीहरूको चाहिँ एउटा प्रोजेक्ट छ त्यसमा चाहिँ जहाँनिर चाहिँ आदित्यनाथ गुरुको पनि ठुलो भूमिका छ त्यो प्रोजेक्टमा चाहिँ होइन अनि त्यो प्रोजेक्टबाट चाहिँ सुरु भएको हो क्या नेपालमा हिन्दू राष्ट्रको भनेर चाहिँ हामी कहिले पनि हिन्दू राष्ट्र थिएन क्या नेपाल हिन्दुजम भनेको धर्म पनि होइन कि एक तरिकाले एउटा वे अफ लाइफ हो नि त हिन्दुजम भनेको तपाईँ मान्नै सक्नुहुन्न क्या चेन्ज हुनुहुन्छ त कसैलाई भन्नुहुन्छ तपाईँ हिन्दू बन भनेर कोही मान्छे हिन्दूमा जन्मेर मात्रै हिन्दू हुन्छ क्या त्यो सोसाइटीले मात्रै हिन्दू बनाउने हो नि त हाम्रो क्रिस्चियनलाई पनि रेस्पेक्ट गर्छौँ हामी होइन मुस्लिमलाई पनि रेस्पेक्ट गर्छौँ जति पनि धर्म छ सबलाई हामी के भन्छौँ भने कर्मको फल हो उनीहरूले जे कर्म गरेछ होइन त्यही अनुसारको फल पाउँछ त्यो त हाम्रो छैन नि त कुनै पनि तैँले मानिनस् भने हिन्दू मानिनस् भने त स्वर्ग जान्छे स्वर्ग जान्छे तैँले भगवान्लाई पूजा गर्नुपर्छ यस्तो स्वर्ग नर्क गएर आएको मान्छेसँग भेटौँ होइन त्यो हुन्छ नि त हाम्रो यहाँ मरिसकेपछि मान्छे कहाँ जान्छ त होइन ल शास्त्रमा लेखेछ होला सबै चिजहरू तर मरिसकेपछि मान्छे कहाँ जान्छ भन्ने कोही व्यक्ति आएर म यहाँ गछु म स्वर्गमा थिएँ चिल छ लाइफ भनेर कसैले पनि भनेन म नर्कमा छु र मलाई दुःख छ नर्क र स्वर्ग भनेको नि खास पनि लाइफ होइन तपाईँलाई एकदमै दुःख पऱ्यो तपाईँको साथ कोही पनि छैन भने त्यो नर्क हो होइन पछि तपाईँ आफै बिल्डअप हुँदै जानुभयो भने सक्सेस भइसकेपछि त्यो स्वर्ग एज अ कृष्णले पनि त्यो महाभारतमा के भनेको छ भने होइन लाइक हाम्रो रिलिजन्स कस्तो खालको रिलिजन्स हो भने क्वेसन सोध्ने रिलिजन्स हो नि त अन्धभक्त रिलिजन्स छैन क्या हामी भनेको चाहिँ भगवान्लाई पनि क्वेसन सोध्ने लाइक मनुष्यको कर्मको अगाडि भगवान्ले पनि झुक्नुपर्छ है भन्ने चाहिँ तपाईँको कति छ होइन कृष्णले कसरी मर्नु पऱ्यो भन्दाखेरि बुढी आमामा तिर लागेर मर्नु पऱ्यो क्या कति तडेर मर्नु पऱ्यो कि यहाँ कस्तो खालको रिलिजन्स हो भने हाम्रो भगवान्लाई क्वेसन गर्ने रिलिजन्स हो नि त हाम्रो एउटा सिद्धान्तवादको रिलिजन छैन क्या एउटालाई चाहिँ घोपेर होइन के भन्छ त्यो सिद्धान्त चाहिँ त्यो दिमागमा घोपेर तैँले चाहिँ मान्नै पर्छ भन्ने खालको होइन क्या तेरो पोइन्ट अफ भ्यूमा जे छ मेरो पोइन्ट अफ भ्यूमा अर्कै छ तेरो पनि ठिक हो मेरो पनि ठिक हो त्यो वाला रिलिजन छ नि त हाम्रो होइन सो हिन्दू भनेर एउटा ऊ दिनु चाहिँ गलत हो जस्तो लाग्छ मलाई चाहिँ सिङ्गार दिनु एउटा नेपाललाई चाहिँ एउटा आइडेन्टिटी दिनु त्यो चाहिँ एकदम अहिलेको जमानामा आएर त्यो पनि 21st सेन्चुरीमा आएर चाहिँ धर्मको नाममा झगडा गर्नु होइन धर्मको नाममा त झगडा गर्ने होइन कतिसम्म चाहिँ मूर्ख हो क्या नेपालको कस्तो सोच एउटा धर्मको लागि बनाउँछ अरे के मान्छेको धर्म भनेको त इन्डिपेन्डेन्ट चोइस हो नि त होइन म मान्दिनँ अरे ल म मान्दिनँ भन्न पाउनु पर्ने हो नि त धर्म भन्ने कुरा त त्यो अहिलेको जमानामा आएर साइन्सको उसमा जाने सट्टामा होइन हामी पछाडि फर्केर जानु त मिल्दैन नि त सो मेन पोइन्ट के छ भने आजको पोडकास्टको वी आर जस्ट ट्राइङ टु पुट आवर पोइन्ट अफ भ्यू होइन यो चाहिँ पोइन्ट अफ भ्यू मात्रै हो एउटा पोडकास्टमा चाहिँ आफ्नो पोइन्ट अफ भ्यू मात्रै राख्ने हो नि त यसलाई चाहिँ गलत नजरले नहेरिदिनु होला होइन यो जस्ट हाम्रो एउटा पोइन्ट अफ भ्यू हो सो थ्याङ्क यू गाइज थ्याङ्क यू फर टुडे सो इट वाज सो गुड टु हेभ यु हियर ओके सर ओके